हामी बिना मूर्ति मन्दिर कहाँ बनाछन् र भगवानले मलाई नछो कहिले बनाछन् र गाइने दाइलाई दुःख पर्दा नगरको मन्जलो मर्दा पर्दा भोज बतेर एकै ठाउँमा चलोस् रगत सबको राति हो सेतो लेख हुन्छ कामी दाइलाई कामी बाहुँदैलाई बाहुँ भन घर बदल्नु पर्दैन सोच बदले हुन्छ रगत सबको राति हो सेतो लेख हुन्छ ठकुरीलाई ठकुरी भन कामी दाइलाई कामी भन घर बदल्नु रगत सबको राति हो सेतो लेख हुन्छ बाहुन दाइलाई बाहुन भन कामी दाइलाई कामी भन घर बदल्नु पर्दैन सोच बदले हुन्छ रगत सबको राति हो सेतो लेख हुन्छ जे भए नेपाली भन समाजमा सभ्य बन घर बदल्नु पर्दैन पानी चले हुन्छ घर बदल्नु पर्दैन चुलो चले हुन्छ रगत सबको राति हो सेतो लेख हुन्छ रहन्छ। यही विवेश सम्बन्धी नवराज विश्वकर्माको हत्या पछि नै मैले एउटा गीत सार्वजनिक गरेको थिएँ जुन धुन अहिले जति पनि मिडियाकर्मी हुनुहुन्छ यहाँले धेरै बजाउनु भयो। रगत सबको रातै हो सेतो हुने कुन छ कामी दाइलाई कामी भन बाहुन दाइलाई बाहुन भन यो गीत चाहिँ घर बदल्नु पर्दैन सोच बदली हुन्छ भनेर एउटा जनचेतनामूलक मैले एउटा गीत गाएको थिएँ। गीत पनि असाध्यै रुचाउनु भयो र सर्वव्यापी मेरो सारङ्गी धुन चाहिँ यहाँले अत्यन्तै रुचाइदिनु भयो। त्यही सोही गीतको धुन र गीत म थोरै उहाँ समर्पित नवराज विश्वकर्मा को समर्पित चाहिँ यो गीत चाहिँ म यहाँ गुनगुनाउन चाहन्छु।
यो एउटा समाजमा घटेको एउटा घटनाको गीत हो। धन्यवाद। यो सारङ्गी चाहिँ घाममा तातिँदै गयो भने अलिक चल्छ है, त्यही भएर अलिकति मिलाउँदैछु। एउटा गन्धर्वको छोरा चाहिँ सूचना, जस्तै अहिले त क्यामेरा आयो, अनेक चाहिँ प्रविधि आयो, त्यतिखेर चाहिँ सूचनाको सन्देश सारङ्गीले गर्थ्यो। त्यो समाजलाई बिर्सिनु भएन। सार्कीले जुत्ता बनाइन्थ्यो, अहिले हामीले जुत्ता लाउँछौँ, कति ब्रान्डेड जुत्ता लाउँछौँ, कति राम्रो राम्रो जुत्ता लाउँछौँ होइन। तर त्यतिखेर चाहिँ सार्की दाइले जुत्ता नलाउँदै खाली खुट्टा हिँड्नु पर्थ्यो। भने जस्तै हामी आफ्नो कर्ममा गर्व गर्छौँ, गर्व गर्नुपर्छ र त्यसलाई नै अपहेलना नगरियोस्, हामीलाई मान्छे भएर जिउन दियोस् भन्ने मेरो पनि एउटा अपेक्षा छ, कामना छ। भन्दै रुकुम सतीमा जुन घटना घट्यो, आज सोही दिन नवराजको हत्या भएको दिन, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँको साथीहरूप्रति पनि म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु भन्दै आजको यस कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। खगेन्द्र सर लगायत सर सबैलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। कुरामा बोलिदिने मान्छे चाहिन्छ। बोलिदिने मान्छे भएन भने न्याय पाउँदैन। त्यस्तै जस्तो नवराज विकले आज अन्याय भोगिरहँदाखेरि खगेन्द्र विश्वकर्माको टिमबाट यति धेरै पहल भयो, यति धेरै उहाँले सहयोग गर्नुभएको छ, उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु। अझै उत्पीडित दलितका लागि दलितले बोल्न नसकेका कुराहरूलाई अझै धेरै बोलिदिनु होला, अझै सरकारसम्म पुर्याइदिनु होला भन्न चाहन्छु। भोलि हामीलाई पनि पर्न सक्छ, भोलि तपाईँलाई पनि पर्न सक्छ, भोलि मलाई पनि पर्न सक्छ। त्यसको लागि बोलिदिने एउटा चाहिँ खम्बा चाहिन्छ। खगेन्द्र विश्वकर्मा फेरि पनि मलाई जोडेर तालिका साथ हार्दिक धन्यवाद दिन चाहन्छु। अब म